आज आफ्नो यहाँ पीडा यसरी गरेर पोख्नु पर्दाखेरि एउटा मन्त्रीको हैसियतले एउटा नागरिकको लागि हामीले हिजो रातभरि खट्यौं। म यतिकै यो आँसु झर्यो किन आफूले अथाक प्रयास गर्दा गर्दा पनि नहुँदाखेरि त्यो चित्तै नबुझ्ने रहेछ। देशको कुन चाहिँ संयन्त्र चलाए जुन संयन्त्र नेपाल प्रहरी ट्राफिक प्रहरी जसरी पहिला नेताको मात्र रक्षा गर्नलाई आज हिजो राति तपाईँ हेर्नु होला त्यहाँ रातभरि नेपाल प्रहरी ट्राफिक प्रहरीहरू बाटोभरि उभिएर बसेका थियो। उहाँहरू भिभिआइपी सेक्युरिटी दिएर कसको लागि? गणेश नेपालीको सेफ ट्रान्सफर एयरपोर्टको लागि रातभरि सुतेका छैनन् उहाँहरू पनि आफ्नो नागरिकको रक्षा गर्नको लागि। हामी पनि त्यहाँ गयौँ, त्यहाँ गएर सबै कुरा व्यवस्था गर्नका लागि सबै स्पेशलिस्टहरू बोलायौँ, सबैजना राख्यौँ। पैसाको तपाईँ टेन्सन नलिनु, सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने?